फाइनली आइयो चन्द्रगिरी। ल है साथीहरू, चन्द्रगिरी आइयो, चन्द्रगिरी। थकै लाग्यो चन्द्रगिरीको उकालो हिँड्नु हैन। बोक्ने हो गाडी आउँछ है। गाडी आउँछ है साथीहरू। थकेला बाबुलाई बोक्ने हो बाबु यता हेलो गर ल बाबु यता हेलो हाई भन न। गाडी आउँछ बाबु यता। चन्द्रगिरी आइयो साथीहरू फाइनल्ली। शेष पर्यो ल मम्मी बाबु त्यहाँ बस ल है। पहिला सुन्नुभयो एरोप्लेन भन्न छ र माथि उठेछ खुसीले मेरो छोरो हो नि। माथि डाँडा पुग्नु पर्छ हामी। देखाउनु जाम न गाले पहिला मन्दिर जाम। टिकट काट्ने ठाउँ कता हो? यो चाहिँ टिकट काट्ने ठाउँ है साथीहरू। टिकट काउन्टर यहाँ छ। कति रे दुईजनाको? कति सस्तो रहेछ त। बाबु बाबु हेलो हेर्नुहोस् न जाम हो बुढो छिटो जाम। होइन साथीहरू टिकट काउन्टर है एकजनाको 800 रहेछ ल। ओ डाँडामै पुग्नु पर्यो ल। होइन ए बाबुलाई ल Kuya. Kacamata. Nachalo यति समाति राख्नु त. हो, कति
समात है अन्त नचल यसरी खिच्ने साइकल साइकल नचल अन्त नचल समाउनु देखिन्छ त्यही मात्रै समात ल्याउ त जा तिमीलाई मलाई देखाएको ल्याउने दिन्छु क्या हाले गर उता त्यसरी ठिकै बेलामा आएछ है माथि गर त हामी त तिनजना मात्रै परिन्छ नि त्यत्रोजना अट्छ त्यहाँ अनि कतिजना छजना हामीलाई चाहिँ कुमा लाग्छ होला हामी यसमा अटिन्छ सब वहाँ खिच्न छोरो खिच्नु भन हजुरले यता यता केबुल कारलाई देखाऊ हालिदिनु भयो के गर्ने है केबुल कारमा भन रमाइलो चन्द्रगिरीमा जाँदैछौँ चढ्दैछौँ घुम्दैछौँ यसै घुमाउ छोडा त नबोलिकन भिडियो एउटा हालम बनाउनु कति धेरै भएर हो काठमाडौँको कहाँबाट बगाउँछु राजा हामी धरानबाट घरमा अनि त्यसबाट भएको गीत हालेर गर्नु मिलिहाल्छ सिधा बस्छु यहाँ बस्छौ ल यसो भाइको पनि लाग्यो है छेउमा नराख्नु पर्छ माथि खिच्नु आयो 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 यो त धेरै अग्लो रहेछ नि धेरै अग्लो छ यो आइयो चन्द्रगिरीको डाँडामा आइयो ल ओर्लिन पर्यो ल फाइनली आइयो चन्द्रगिरीको डाँडा आइयो साथीहरू खै ल
लाऊ छोरो यता छोरो कता हो मन्दिर मलाई चाहिँ ब्याग चाहिँ भित्र राख्नु पठाएर अनि यस्तो झोलासँग मलाई भोलि बनाइदिनुपर्छ है हिँड न ल हिँड आउनु छिटो ल हात हात छिटो ल्याउनु न छोरोलाई हात ल्याउन जान्छ ए छोरो ज्याकेट लगाइदिनु पर्यो ज्याकेट लाउ जाडो छ ल उता जाने होइन यता जाम त नि हो जाम हजुर जाम छोरो छोरो बाबु माथि हेर ए तिमी सक्दैन बिग्किन्छ अघि बिग्कियो बाबु छिटो जाऊँ न गान्धी छोरी ल बुया आज हामी घर जान भ्याइदिनु सुन्नुभयो भिडियो खिचेछु के भिडियो खिचेछु ऊ त यस्तरी हिँडेछौ दिदी यस्तरी हिँडेछौ हिँड्छौ त्यहाँ नचल है समाता मात्रै डाँडा छ नि त बेसरी जाडो हुन्छ होला गाडी यादै छोडिदिनु नि छोरो हिँड्छ तपाईँ किन पाउनुपर्छ उसले फेरि मोबाइल लिने हेर्छ ल यता खिच्दै बाबालाई मम्मीलाई ल माथि गएर देखिन्छ देखिन्छ यता फर्काएर देखिन्छ यसरी मिलेछ देखिन्छ होइन हिँड हिँड मम्सा हिँड त म खिच्छु छिटो न हिँड न तिमीलाई समात यहाँ बिग्रियो क्या भिडियो यहाँ उसमा हाल्ने युट्युबमा हाल्ने हो क्या कता देखाएको त नि ल हिँड नि त हामीको टाइमै मिलेको छैन हो घरबाट हिँड्नेदेखि बाटो पैसा र तिमी यता यता आउनु यता यता अच्छा ओके बट try बाबा अनि इन्डको यहाँ पनि रहेछ कि यहाँ जाने हो गाडी आयो udah sana male
घन्टी लायो आते यो मान्छे लगाएको यसोको लागि कि मान्छे लगाएको हुन्छ पुरा चिताएको मैले चाहेको कुरा सुन्नु न म त्यहाँ टिका लाउँदाखेरि उस गर्नु पर्यो भिडियो एक घन्टा गरेर तपाईँको मेरो गरेर दिनु त आउनु त घुमे छैन घुमेर जाऊँ पहिला ल घुमेर पो पार्छ जाऊँ चप्पल कहाँ खोल्नुभयो तपाईँहरूले तल गाडी गर्दैन यहाँ तल छामा राखेर आउनु यहाँ तल छ के त्यो राख्ने टाँसी टाँसी छ टाँसी जुत्ता छान्दे जुत्तामा छान्दे उतामा राखेको अरे बेसरी रमाइलो ठाउँ रहेछ है राम्रो ठाउँ रहेछ गाडी है हामीसँग खुल्ला पैसा छ कि छैन हेर्नुपर्छ हो छोरो टिका लाउनु पर्यो नि घन्टी बजाउने यहाँ घन्टी साथै त्यहाँ पनि छ दुईटा हातले यसो गर नरिवल
यसरी दुईटा हालेर नमस्ते गर ल बाबुले बाबु नमस्ते गरे न फुल लाउनु ल चल म टिका लाउँछु सरी ल्याउ 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 यता ल्याउ भएन बाबु ल्याउ न ले 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 भएको छैन के बिग्रेछ यो पखा त खिच्नै पाइएन अहिले युट्युबमा हाल्ने के बेलुका यसमा खिच ल ल तिम्रो त्यो मोबाइलले खिच्छ त ल्याउ त बाबा ए आऊ आऊ बुई गर्छु ल ऊ चरी खिचौ कपुतर अरे आज कपुतर कपुतर ऊ गयो गयो ऊ बाबु घन्टी बजाऊ यो घन्टी बजाऊ ल अब त म बुई गर्छु त्यसरी होइन एक कुन्टा नमस्ते गर ल हिँड यता ल यी कपुतर आयो खिच्छ ए हाम्रो यसरी खेच्छ गर नि ल अब यता हेर्नु त हजुरले मन्दिर अगाडि बस्नु त हजुर आउनु त यहाँ अगाडि बस्नु नि छोरालाई लिएर बस्नु त यहाँ त अगाडि मन्दिर अगाडि बस्नु न भयो यता हेर्नुहोस् त हजुरले मोबाइलले छेकेको छोरो छिटो न कस्तो ज्ञानी छ मोबाइल एकैछिन तल राख ल बाबु तपाईँको मेरो अनि उ गरेर फोटो खिचौँ न यसरी फोटो मात्र खिच्नु मिल्दैन यहाँबाट निकाल्नु छ यस्तो तीनजना बसेर यहाँ बसेर फोटो निकाल्नु यता यहाँ तल यहीँनिर मन्दिरतिर यहाँ मन्दिर छोरोलाई नै थकै लागेर मेरो छोरोको हालत हेर्नु यता हेर्नुहोस् त हजुरले ऊ त त्यो पृथ्वीमा छ मेरो यहाँ झोला हाले
गरिदिउँ एकचोटि गरिदिउँ यसरी यसरी अनि अब मम्मीलाई हेर मम्मीलाई काम मिलेन के यता हेर्दा पनि एकचोटि होइन हात हात यस्तो गरेर क्या छोरो मेरो म बाबु कसैको हाल्छु पनि चन्द्रगिरी आइयो ल है झरियो अब टोपी निकालेर हुन्छ ल